साथीहरु सबैजनालाई नमस्ते। सन्चै हुनुहुन्छ होला। आज चाहिँ मेरो यो लास्ट टाइम मैले हजुरहरुलाई भनेको थिएँ ब्रिजिङ गर्ने सम्बन्धी भिडियो लिएर आउँछु भनेर। आज चाहिँ फाइनली एउटा युनिटको हामीले ब्रिजिङ गर्नुपर्ने छ। सामानहरु चाहिँ हामीले यहाँ माथि ल्याइसकेका छौं। अब यही कारणले गर्दा चाहिँ यो सामानहरु बोकेको हामीले खिच्न सकेनौं। यो हाम्रो एसी क्लिन र अक्सिजनको सिलिन्डर हो जो बत्ती बाल्नलाई चाहिँ तामालाई पिगाल्नलाई काम गर्छ। यो चाहिँ नाइट्रोजन होल्डको लागि सिलिन्डर हामीले ल्याइसकेका छौं। सबैजनालाई म अनुरोध गर्न चाहन्छु कि युट्युब च्यानलमा चाहिँ सब्स्क्राइब गरिदिनु होला भनेर चाहिँ फेरि एकचोटी अनुरोध गर्न चाहे। एकछिनपछि तपाईहरुलाई यसको यो कसरी ब्रिजिङ हुन्छ, यसमा पाइपहरु के जोड्ने भनेर सबै जानकारी दिने नै छु। ल है त अब चाहिँ सुरु गरौँ है त हाम्रो कामहरु। सबभन्दा पहिले चाहिँ हामी नाइट्रोजन हालेर चाहिँ होल कहाँनिर छ भनेर चाहिँ पत्ता लाउने छौं। त्यसपछि ब्रिजिङको काम हुनेछ हैन। चाहिँ नाइट्रोजनको गेज हो। नाइट्रोजन हालेर चेक गर्ने छौं। युनिटमा चाहिँ अब हामी नाइट्रोजन हाल्न गइरहेछौं। नाइट्रोजनको सिलिन्डर हो यो। हामीले गेज लगाइसकेका छौं यसमा। अब पाइप जोडेर चाहिँ नाइट्रोजन सप्लाई गर्छौं र लिकेज कहाँनिर छ यसको ढुन्ने कोसिस गर्नेछौं। त्यसपछि बाँकीको ब्रिजिङको काम सुरु हुनेछ। लास्टै हावा चलिरहेछ माथि रुफटपमा। सायद आवाज पनि राम्रोसँग गइरहेको छैन होला। हावाले गर्दा धेरै डिस्टर्ब हुन्छ। सायद काममा गर्न पनि डिस्टर्ब हुन्छ होला। आगो जलाउनु पर्ने हुन्छ। अहिले म देखाउने छु हामीले केमा चाहिँ आगो जलाउँछौँ भनेर। प्लायर दिनु। प्लायर इधर ही था ना। ओपन हो गया। बल्ब ओपन कर दिया सर। ओपन कर देना भाई। सबर करना। सर्किट नम्बर 1 चाहिँ लिकेज भएको छ हैन। यसमा अब नाइट्रोजन हालेर चाहिँ चेक गर्ने छौं। टेढ़ा हो गया, टेढ़ा छोटा से करो ना। अरे ये कब फटा था यार? अरे बहुत पहले ब्लेजिंग करवा के देख लो। ओके, दोनों गेज खोलते ना उधर से। एक खोलना है। ट्राई कर रहे ना। उनका देखो। ट्राई कर। पूरे। हेर्दै हुनुहुन्छ हामीले अब यसमा नाइट्रोजन दिइसकेको छौँ। रुक जा लिकेज भेटाइसके जस्तो छ। बत्ती बाल्ने त्यो तामाको पाइपले पिगाल्नलाई काम गरिरहेछ हैन। एसी क्लिन र अक्सिजन हो। यसको पाइपहरु चाहिँ हामीले यहाँबाट निकालेर जोड्ने छौँ। बत्ती टर्च भन्छ यसलाई चाहिँ हैन। यो टर्चले चाहिँ पिगाल्ने काम गर्छ। तपाईहरुले अहिले हेरिहाल्नुहुन्छ कसरी हामीले जलाउँछौँ भनेर। यसलाई चाहिँ सुरुमा जोड्नु पर्ने हुन्छ। यो सानो लाउनुपर्छ, सही हुन्छ। पछि तपाईहरुलाई देखाउनेछु। यसरी चाहिँ हामीले अब बत्ती बाल्नको लागि हैन एसी क्लिन र के अरे अक्सिजनमा चाहिँ गेज हामी यसरी लाउँछौँ हैन। अनि यसरी यो बत्ती चाहिँ बल्ने काम गर्छ। यसले चाहिँ हामीले चाहिँ त्यो हाम्रो तामाको पाइपलाई चाहिँ पिगालेर अनि जहाँ लिकेज भइरहेछ त्यहाँ चाहिँ अर्को तामाको बत्तीले चाहिँ जोड्ने काम गर्दछौँ। यो चाहिँ यसरी टाइट गर्ने गेज हो। यसको कनेक्सन चाहिँ हामीले गरिसकेका छौँ हैन। यसरी सप्लाई दिइसकेको छौँ। यहाँबाट चाहिँ हामीले बत्ती बल्दा हावा आइरहेछ। यसरी बत्ती बल्छ।
हावाले गर्दाखेरि काम गर्न गाह्रो होला जस्तो देखिन्छ। अब हामी ब्रिजिङ गर्न गइरहेछौँ। खै त पत्ती यो चाहिँ कप्पर तामाकै हो यो रडहरू, यसरी चाहिँ टाल्ने काम गर्छ। यसरी हामी ब्रिजिङ गर्छौँ। ब्रिजिङको काम चाहिँ यसरी हुन्छ। मैले लास्ट टाइम हजुरलाई भनेको थिएँ कि म कुनै दिन ब्रिजिङको पनि भिडियो लिएर आउँछु भनेर। यो चाहिँ ब्रिजिङको कामले चाहिँ यसरी हामीले तताएर चाहिँ त्यो पिकानमा खिच्छौँ। यसलाई ब्रिजिङ गर्नुभन्दा अगाडि चाहिँ हामी पहिला साफ गर्छौँ होइन। राम्ररी यसलाई साफ गरेपछि त्यो तामाको पाइप तताएर अनि त्यसपछि त्यो रडलाई लाउँदाखेरि चाहिँ राम्रोसँग लाग्ने हुन्छ। यसरी खाक्सीले चाहिँ हामी दलेर यसलाई पहिला सफा गर्छौँ, त्यसपछि ब्रिजिङ गर्छौँ। अघि चाहिँ हल्का हिटिङ गरेर चाहिँ सफा गर्दाखेरि त्यसको कोरहरू चाहिँ छिटो साफ गर्न सकिने कारणले गर्दाखेरि चाहिँ हामी हल्का तताएर चाहिँ गर्ने गर्छौँ। यसरी सफा गरिन्छ। यसको साफ गर्ने काम चाहिँ सकिसकेको छ। अब हामी ब्रिजिङ गर्न गइरहेछौँ होइन। यहाँनिर यसको होल थियो। यो चाहिँ अब यसलाई हामीले गरम गर्छौँ होइन। धेरै गर्नु पनि गर्नु हुँदैन, तल्लो बढ्नु सक्छ। सानसाना पाइपहरू छन्, ठिक्क चाहिने रातो भएपछि चाहिँ हामी यो तामाको रडले चाहिँ यसलाई टाल्ने काम गर्छौँ। यसरी नै टाल्ने काम गर्छ हामीले। धेरै नै हावा आइरहेछ। धेरै पनि तताउनु हुँदैन, सक्छ पाइपहरू। सकिसकेको छ। यो चाहिँ यस्तरी राम्रोसँग चाहिँ हामीले मिलाएर लगाउनु पर्ने हुन्छ होइन। अब यसलाई एकछिन सेलाउन दिएर चाहिँ फेरि नाइट्रोजन हालेर चेक गर्छौँ कि फेरि लिकेज छ कि छैन भनेर चाहिँ नाइट्रोजन हालेर फेरि त्यसरी नै सोप लगाएर हामी चेक गर्नेछौँ। अहिले ब्रिजिङको काम सकिसकेको छ। अनि अहिले रिचेकिङको लागि नाइट्रोजन हालिरहेको छौँ। यहाँनिर चाहिँ हेर्दै हुनुहुन्छ गेजबाट यसरी चाहिँ नाइट्रोजन गइरहेछ होइन। यो नाइट्रोजन भरिसकेपछि चाहिँ मजाले एकचोटि फेरि चेक गर्ने। अनि लिकेज रहेछ भने फेरि यसलाई नाइट्रोजन फालेर चाहिँ फेरि हामी अहिलेको जस्तै ब्रिजिङ गर्नेछौँ। अनि छैन लिकेज एकदमै राम्रोसँग चाहिँ प्रपरली त्यो भइसकेको छ भने चाहिँ हामी नाइट्रोजन यतिकै होल गरेर छोडिदिन्छौँ। अनि 3-4 दिनपछि यसमा चाहिँ हामीले ग्यास चार्ज गर्नेछौँ। लास्ट टाइम सबभन्दा सुरुमा मैले भिडियो बनाउँदा थिएँ हजुरहरूले पनि ग्यास कसरी चार्ज गरिरहेको थियो, त्यही अनुसार चाहिँ पूर्ण हामीले चार्ज गर्नेछौँ। अझै यो रिचेकिङको लागि चाहिँ नाइट्रोजन भरिरहेछौँ। यसरी नाइट्रोजन हालिसकेपछि चाहिँ हामीले होइन यसरी रिचेकिङ गर्छौँ होइन। त्यही अब अहिले छैन, एकदम लिकेज सही भएको छ, यसमा लिकेज छैन होइन, मजाले टालिएको छ। अब यसमा हामी चाहिँ नाइट्रोजन भरिसकेर चाहिँ होल्ड गरेर छोडिदिन्छौँ। 200 PSI 200 PSIमा छोडेर होल्ड गरिदिनेछौँ। यसरी चेक गरिन्छ रिचेकिङ चाहिँ होइन। सबै ठाउँमा चाहिँ सोप लगाएर चाहिँ यो भाँडा धुने साबुन हो होइन। यसले चाहिँ हामीले चाहिँ मजाले एकदम दुलो छ कि छैन चाहिँ पत्ता लगाउन सक्छौँ। अब यसमा लिकेज छ, दुलो छ भने हावा एयर गइरहेछ भने चाहिँ त्यो फर्म चाहिँ उम्लिने हुन्छ होइन, बुलबुल गरेर चाहिँ फ्याँक्ने काम गर्छ। अनि त्यसले गर्दा यसले मजाले क्लियर चाहिँ हामीले लिकेज पत्ता लगाउन सक्छौँ। त्यही भएर हामीले चाहिँ यो भाँडा धुने साबुनलाई युज गर्ने गर्दछौँ। यसरी सबै ठाउँमा चाहिँ अब नाइट्रोजन हालेर चाहिँ रिचेकिङ सर गरिसकेपछि यसको काम सकिन्छ। यसलाई होल्डिङ गरिन्छ। यो हेरिहाल्नुभयो तपाईँले ब्रिजिङदेखि लिएर चाहिँ नाइट्रोजन कसरी हाल्ने र होल्डिङ कसरी गर्ने होइन, सबै तपाईँदेखि
देखिहाल्नुभयो। फेरि चाहिँ हामीले अब लिकेज चाहिँ छैन भनेर पत्ता लगाइसकेपछि चाहिँ नाइट्रोजन होल गरेर राखिसकेको छौँ होइन। लगभग हामीले 200 PSI हाल्छौँ अनि सबै यसरी प्याक गरिसक्यौँ। अनि त्यसपछि हामीले चाहिँ जुन सर्किट नम्बर 1 चाहिँ लिकेज थियो होइन, त्यसलाई चाहिँ हामीले यहाँ बन्द गरेर यसलाई डिसेबल भित्रबाट डिसेबल गरेर अनि त्यसपछि यसको यो कन्ट्याक्टरलाई पनि बन्द गरिदिएको छौँ। अनि यसरी यहाँ लेख्ने गर्छौँ ताकि नबिर्सियोस् भनेर चाहिँ यसरी सर्किट नम्बर 1 चाहिँ अन नगर्नु होला, नाइट्रोजन होल छ यस्तै गरेर चाहिँ हामी चाहिँ कति PSI चाहिँ लेख्छौँ। अब चेक गर्छौँ यो हाम्रो चाहिँ कम्प्लिट सर्किट नम्बर 1 चाहिँ डिसेबल छ कि छैन भनेर चाहिँ चेक गर्छौँ। प्रेसर हेऱ्यो भने 191 छ, 191। त्यसरी चाहिँ होल्ड गरिरहेको छौँ। नाइट्रोजनलाई यहाँ हेर्छौँ हामी डिसेबल गरेको छ कि छैन होइन। यसलाई सर्किट नम्बरलाई चाहिँ हामीले डिसेबल गर्नुपर्ने हुन्छ। त्यसरी सर्किट नम्बर 1 प्रेस ओके डिसेबल चाहिँ हेर्नुभयो होइन, डिसेबल भयो। अब यसलाई चाहिँ पछि अब 3-4 दिन चाहिँ हामीले अब अझै कन्फर्मको लागि चाहिँ नाइट्रोजन होल गरेर राख्छौँ कि लिकेज छ छैन अझै होइन, कहीँबाट अब लिकेज छैन भने चाहिँ हामी यसमा फर्स्ट भिडियोमा मैले ग्यास चार्ज गर्थेँ हो त्यसरी चाहिँ हामी ग्यास चार्ज गर्नेछौँ। यो डिसेबल छ, नाइट्रोजन होल यसरी राखेको छ र कम्प्रेसरलाई चाहिँ अफ गरेर राखेको छौँ होइन। बाँकी सबै अनै छ। अब चाहिँ हामी यसको काम सकेको छ आजको लागि चाहिँ यति नै भिडियो। अनि प्लिज सबैजनालाई हेरिदिनु भएको चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहेँ। यसरी चाहिँ सर्किट नम्बर 1लाई चाहिँ बन्द गरेर राखेको छ र सर्किट 2 चाहिँ चालु गरेको छ। किन अब यसमा नाइट्रोजन होल गरेपछि यसलाई अन गऱ्यो भने चाहिँ ब्लास्ट हुने सम्भावना हुन्छ, त्यसैले चाहिँ हामीले चाहिँ यसरी बन्द गर्ने काम गर्छौँ। ओके, थ्याङ्क यू सो मच गाइजहरूलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।